रहेछ। नमस्ते, तपाईहरुलाई मेरो YouTube च्यानलमा हार्दिक स्वागत छ। म मन्जु लिङदम। तपाईहरुले मेरो थम्बनेल थाहा पाइसक्नु भएको छ। आज चाहिँ म तपाईहरुमा यो विभिन्न चेन्जेसहरु हुनेवाला छ युकेमा, त्यो विषयमा भन्दाखेरि पनि एउटा विषयमा चाहिँ फोकस गरेर कुराकानी गर्न गइरहेको छु, जुन चाहिँ मैले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ है। अब यसको यो जुन चेन्जेसहरु छ नि, त्यसले चाहिँ अब नेपालबाट चाहिँ स्टाफ नर्सहरु आउने कुराहरु थियो हैन, कसरी नर्सिङ भिजामा आउन सकिन्छ युके भनेर चाहिँ तपाईहरुलाई मैले एउटा भिडियो बनाएको थिएँ प्रिभियसमा, र त्यसको लागि क्राइटेरियाहरु के हुन्छ, के प्रोसेस हुन्छ भनेर चाहिँ तपाईहरुकोमा चाहिँ एउटा भिडियो बनाएको थिएँ हैन। अनि त्यसलाई चाहिँ यसले कसरी प्रभाव पार्न सक्छ भन्ने कुराहरुमा पनि तपाईहरुमा आज यो भिडियोमा कुरा गर्ने छु। र तपाईहरुलाई थाहै छ है, अहिले अब तपाईलाई यदि थाहा छ भने ठिकै छ, थाहा छैन भने यो जुन व्हाइट पेपर प्रपोज गरेको छ त्यसमा चाहिँ 2028 सम्म यो केरल भिजा चाहिँ स्थगितै गरेको छ, स्टपै गर्ने भनेको छ हैन। अब नो मोर केरल भिजामा फरेनरहरु ल्याउने भन्ने भएको छ युकेमा। त्यसको असर हामी नेपालीहरुलाई पनि परेको छ, किनभने अहिलेसम्म धेरै जना नेपालीहरु केरल भिजामा आएको हैन, विशेष गरी स्टाफ नर्सहरु केरल भिजामा आउने युके स्पोन्सर्स खोजेर। अनि केरल भिजामा युके आइसके पछाडि चाहिँ यहाँको विभिन्न चरणको एक्जामहरु पास गरेर यहाँको पिन निकालेर यहाँको स्टाफ नर्स हुने चलन थियो। त्यो तरिकाले पनि धेरै केरलहरु स्टाफ नर्सहरु चाहिँ नेपालबाट युके भित्रेको अवस्था थियो प्रिभियसमा, र एकदमै यो भनेको नेपालीहरुले यसबाट लाभान्वित पनि भएका थिए, नेपालीहरुले फाइदा पनि लिएका थिए। किनभने अब मैले अघिल्लो भिडियोमा डिस्कस गरेको थिएँ नि, यो एउटा एक्जाम अस्की भन्ने एक्जाम चाहिँ नेपालमा दिन पाइदैन, यो चाहिँ युकेमै आउन पर्छ। त्यसको लागि चाहिँ अब अहिलेको व्यवस्थाले के भयो भने अस्की नगरिकन आउन नपाउने व्यवस्था भयो नि त। पहिला चाहिँ कस्तो थियो भने केरल भिजामा आउने अनि त्यही अस्की लिने, पास गर्ने अनि पेन निकालेर चाहिँ स्टाफ नर्स हुने चलन थियो, त्यो व्यवस्था थियो। त्यसले गर्दा चाहिँ धेरै नेपालीहरुलाई फाइदा पनि पुगेको थियो। तर अब चाहिँ त्यो नभएर केरल भिजा नै बन्द गर्ने भएको भएर चाहिँ अब चाहिँ अलिकति गाह्रो स्थिति छ नेपालीहरुको लागि। त्यही तपाईहरुलाई चाहिँ अब अलिकति इन्फर्म होस् भनेर पनि आजको भिडियो बनाएको, किनभने यो कुराहरु थाहा नहुँदाखेरि चाहिँ अझै पनि नेपालमा अब कन्सल्टेन्सी दलालहरु भनौं न, उनीहरुले चाहिँ तपाईहरुलाई अलिकति नराम्रो फाइदा लिन पनि सक्छ। अब यस्तो छ उस्तो छ भनेर तपाईलाई चाहिँ धेरै आशाको कुराहरु देखाउने अनि पछि चाहिँ फेरि केही हात लाग्यो शून्य हुने स्थिति हुन्छ युकेमा आइसकेपछि हैन। त्यो चाहिँ तपाईलाई नहोस् भन्ने हिसाबबाट पनि मैले आजको भिडियो चाहिँ तपाईलाई जानकारी होस् भन्ने हिसाबबाट बनाएको। अहिले चाहिँ अवस्था त्यस्तो छ हैन। अब यो व्हाइट पेपरमै आइसकेको अनि एउटा प्रपोजलको रूपमा आइसकेको। अब युकेमा चाहिँ यस्तै हुन्छ के, कतिखेर कुन कानुन फ्याक्ट चेन्ज हुन्छ हैन, थाहा हुँदैन। यो चाहिँ पार्लियामेन्टमा जान्छ, सबै कुराहरु पार्लियामेन्टले पास गरिसक्दाखेरि त्यो कानुन बनेर आउँछ। त्यो भएको भएर चाहिँ अब अहिले व्हाइट पेपरमा आइसकेको छ। अब यो तत्कालै यो कानुन बनेर आउने अवस्था छ, लगभग 99% नै आउने व्यवस्था हुन्छ। अनि त्यो हुँदाखेरि चाहिँ अब हामी नेपालीहरुले बुझ्नुपर्ने के छ भने अब केरल भिजा नभइसके पछाडि कुनै कसैले पनि हामीलाई नर्सिङ भिजामा युके लान्छु अथवा केरल भिजामा युके लान्छु भनेर पैसा माग्दै गर्दा चाहिँ हामी यस्तो अवस्थामा सचेत हुनुपर्ने अवस्था हुन्छ। तर अझै पनि के छ भने नर्सहरु चाहिँ आउने बाटो छ। अब G2G जुन एग्रीमेन्ट छ हैन, गभर्नमेन्ट टु गभर्नमेन्ट एग्रीमेन्ट हो, त्यो तर्फबाट आउन सकिन्छ। प्लस अब अस्की यही आएर कति जनालाई चाहिँ मैले पहिला पनि भनेको थिएँ हैन, भिजिट भिजामा आउने यहाँ अनि अस्कीको एक्जाम बुक गरेर भिजिट भिजामा आउने अनि अस्कीको एक्जाम लेखेर चाहिँ ब्याक हुने। पछि रिजल्ट राम्रो भइसकेपछि त अवश्य उसले एप्लाई गरेर चाहिँ यहाँको एक्जाम यहाँकोबाट स्पोन्सरशिप लिएर अब केरल भिजामा त स्टाफ नर्सै भिजामा त आउन पायो नि त, स्किल भिजामा त आउन पायो नि त। त्यो त अलिकति माथिल्लो स्किल लेभलको भिजा हुन्छ अनि त्योमा त आउन पाउँछ, अनि त्यसरी पनि आउन सकिन्छ। तर अब केरल भिजामा चाहिँ आउन सकिन्न। अनि धेरैजनाले चाहिँ सुन्नु पनि भएको हुन्छ, मैले यो विषयमा धेरैवटा भिडियो पनि बनाएको छु हैन, केरल भिजामा कसरी आउन सकिन्छ के हो कस्तो भनेर। अब चाहिँ हामीले के बुझ्न जरुरी छ भने अब युकेमा चाहिँ नो मोर केरल भिजा हैन, केरल भिजा छैन। हामीले यो एकदम स्पष्ट रूपमा बुझ्नुपर्छ। अब स्पोन्सर कसैले पनि दिदैन हैन, त्यसको मतलब कसैले पनि अब केरल भिजामा लान्छु भन्यो भने तपाईहरुले चाहिँ यस विषयमा सचेत हुन आवश्यक हुन्छ भन्छु म।
किनभने यसलाई यो विषयलाई नै स्क्याम गरेको हुनसक्छ। त्यही हो, आज तपाईँहरूमा चाहिँ यही विषयमा चाहिँ अलिकति डिटेलमा कुराकानी गरौँ, तपाईँहरूलाई पनि केही जानकारी होस् भनेर चाहिँ छोटो मिठो भिडियो लिएर तपाईँहरूमा चाहिँ उपस्थित भएको हो। आशा छ तपाईँहरूले मन पराउनु हुनेछ र भोलिका दिनहरूमा चाहिँ यो विषयहरूमा चेन्जेस आयो भने पनि फेरि तपाईँहरूलाई म जानकारी दिनेछु, मलाई थाहा भयो भने है। यदि मलाई थाहा भएन भने तपाईँहरूले पनि मलाई जानकारी दिन सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ है। त्यति भन्दै तपाईँहरूमा आज चाहिँ म बिदा हुन चाहन्छु। नमस्ते, बाई बाई।